Hey everyone, welcome to IKEA channel, please. So guys, today I'm going to show you how to do calibration, okay? I will show you. So this is our photo filter, okay? So before you going to calibration, come here. So this is our scale. You have to वजन scale and make it tear. तपाईहरुले चाहिँ यसलाई टेयर गरेपछि 0 हुन्छ है त्यसपछि let's make the count. So हाम्रो यहाँ अलरेडी एडजस्ट भइसक्यो हुन्छ है 18 ग्राम टु 20 ग्राम सम्मको एडजस्टिङ हुन्छ. सो हामीले युज गर्ने ग्राम भनेको 18 ग्राम. वी आर युजिङ फर एस्प्रेसो 18 ग्राम. सो गाइस अब चाहिँ पिक्चर कसरी ह्यान्डल गर्ने र पिक्चर कसरी मिल्क स्टिम गर्ने तपाईहरुलाई सिकाउँछु है म. फर द बिगिनर पिक्चर ह्यान्डल यसरी गर्ने, ओके? यसरी गर्दाखेरि तपाईहरुलाई इजी हुन्छ मिल्क पोरिङ गर्ने बेलामा, सेक गर्ने बेलामा, ओके? अनि फर्स्ट अफ अल तपाईहरुले स्टिम गर्नुभन्दा अगाडि पानी थ्रो गर्ने है. त्यसपछि यसलाई 90 डिग्रीमा तान्ने अनि यसको एंगल पनि 90 डिग्रीमा राख्ने है. अनि बिस्तारै ओपन गर्ने. अलिकति साउन्ड आइसकेपछि माथि लगेर जाने, अलिकति माथि. त्यसपछि मिल्कको यस्तो हुन्छ हेर्नु हो. अनि अब तपाईहरुले प्युरिङ गर्दा चाहिँ कसरी गर्ने? पुरिङ गर्दाखेरि यो चाहिँ अब यसरी सेक गरेपछि भरे आर्ट चाहिँ क्लियर आउँछ. यहाँ हान्ने गयो नि हैन, यसरी बिस्तारो लाउने, यसलाई बिस्तारो. अनि यहाँबाट यसरी लाउने, उठाउने, यसरी लाउने, यसरी लाउने, उठाउँदै जाने, सिधा गर्दै मेक इट straight and go just like this, go like this. You can make like this, okay? So यस्तो हुन्छ गाइस, तपाईहरुले चाहिँ गर्ने यसरी हो.